हेलो मेरो भ्युअर्सहरु सबैजनालाई मेरो फेसबुक पेज मिस्टर रिजेक्टेड पेजमा एकदमै स्वागत छ। र आज चाहिँ छुट्टी सैटरडे है, फोर्थ सैटरडे। अलिक रुगा मार्की लागेर ज्वरोमा आइरहेको छ र पनि काम नगरी हुँदैन। र आज चाहिँ मेरो काम चाहिँ के छ भन्दा चाहिँ घर चाहिँ यहाँ जंगल भइसकेको छ हो। यहाँ तल चाहिँ मैले खोर्सानीहरु बैगुनहरु के रोपेको छु र यसलाई चाहिँ मैले अब यो सबै उखाल्नु पर्ने छ। झार आज उखालेर यो चाहिँ पोहोरकै खोर्सानीहरु नि त, त्यसले गर्दा फेरि चाहिँ यो चाहिँ एकदम बुढो खोर्सानी, राम्रोसँग फलेकै छैन। यो मैदा उयो भएर झारहरु बेसी भयो होला र मल पनि हाल्नु पर्छ यसलाई। र अब यो उखालेको चाहिँ देखाउनु मिल्दैन, एक्लै भएकोले गर्दा चाहिँ अब क्यामेरा पक्रिँदै काम गर्नु चाहिँ मिल्दैन है। र हेर्दिदै गर्नुस् तपाईहरुलाई। अहिले उखालिसकेर फेरि एकखेप चाहिँ तपाईहरुलाई म यसको देखाउँदै छु। र हाम्रोबाट चाहिँ पारी चाहिँ यस्तो देख्छ यो मंगलबारीहरु। तपाईहरुलाई अघि देखाउँदै थिएँ मैले यहाँ झार उखाल्नु छ भनेर। झारहरु चाहिँ निकै उखालेर खोर्सानी बारीको यता रक्कै बनाएको छु। यो बैगुन थियो, यहाँनिर बैगुन सब पुगेको छ। र करेलालाई चाहिँ अलिकति के अरे मल लगाइदिएको छु। र बोडी तुने बोडीहरुलाई मल लगाइदिएको छु। यो भित्ताहरु चाहिँ उखालेर खाली यहाँनिर जहाँ चाहिन्छ त्यहाँ मात्रै उखालेको मैले चाहिँ।